यो चाहिँ मेरो चाइनिज ब्रेकफास्ट है खाँदैछु। कसले फोन गर्छ थाहै छैन। यो चाहिँ तपाईँको सेम चिकन जस्तो देख्छ होइन, यसलाई चाहिँ मसरुम हो, तर यो चाहिँ सेम टु सेम चिकन हुन्छ। फ्लेभर पनि चिकन खाने होइन, टेस्ट पनि चिकन। तर जब हामी टोक्छौँ नि यसलाई, जब हामी खान्छौँ तब थाहा हुन्छ कि यो मसरुम हो। कतिले त थाहा पनि पाउँदैन। सेम टु सेम चिकन, सेम चिकन चाहिँ होइन ए होइन, ले सेम चिकन हो, तर बट दिस इज मसरुम। ओके, म त फर्स्ट टाइम खाँदा झुकेको चिकन म त चिकन खाँदै थिएँ, बादमा त खाँदै गयो कि मसरुम भनेर, किनकि मैले खानाको फ्लेभरलाई मैले त्यति मजाले लिइनँ नि त, भोकले खाइरहेको नि त, त्यही भएर। यो चाहिँ मैले बनाएको होइन, यो चाहिँ मेरो अफ थियो, अनि बाहिरबाट भक्कु खाना मगाएछ क्या म्याडमले। जुन दिन म अफ हुन्छ जुन दिन चाहिँ बाहिरबाट खाना मगाउँछ नि त उनीहरूले। यो चाहिँ तपाईँको ब्याम्बो सुट हो, तावा भन्छ नि, तावा नेपालीमा ब्याम्बो सुट। मसरुम सुकाएको हुन्छ, तर सिताके मसरुम भन्छ यसलाई। यो चाहिँ तपाईँको नर्मल मसरुम हो, सिताके मसरुम जस्तै हो, तर चाहिँ काँचो सुकाएको नट सरी मार्केट होला, फ्रेस हो, फ्रेस। यो चाहिँ फ्रेस मसरुम हो, यो तपाईँको चाहिँ सुकाएको मसरुम। यो चाहिँ म चाहिँ फेरि बिना पानीको त खाना खानै सक्दिनँ, किन पानी त चाहिन्छ चाहिन्छ।
तर हुन्छ लाइक कमेन्ट हानिदिनुहोस् सब्सक्राइबहरू हानिदिनुहोस् है मेरो नयाँ च्यानललाई सपोर्ट गर्नुहोस् तपाईँहरूलाई चाहिएको जस्तो रेसिपी खानाहरूको विषयमा जसलाई पनि सोध्नु छ केहीको कुरा पनि सोध्नु छ भने म चाहिँ एकदम सजिलो टाइपमा भनिदिन्छु म चाहिँ अब एउटा 18 साल होटल लाइनमा काम गरेको मान्छे होइन अनि अहिले चाहिँ फिलहालमा म होटलबाट एकदम रिटायर लिएर होटलको चाहिँ अब मैले होटलको काम बन्द गरेर चाहिँ मैले कसैको एउटा पर्सनल सेफ हो म होइन यो घरको चाहिँ एउटा म पर्सनल सेफ हो त्यही भएर तपाईँलाई केही पनि खानाहरूको विषयमा तपाईँलाई होम टाइपको स्टाइलमा खानाहरू केही बनाउनु छ भने होइन कतिवटा सेफहरूले मसलाहरू यो मसला हाल त्यो मसला हाल यो हाल त्यो हाल यो हाल्नुपर्छ भन्ने कतिवटा घरमा एभाइलेबल हुँदैन होइन त्यो चाहिँ म तपाईँहरूलाई म त्यही फ्लेभरहरू निस्किने त्यही टेस्टहरू निस्किने होइन त्यस्तै बनिने सेम टु सेम बनिने त्यही होटलको टाइपको खानाहरू देखिने होइन अनि अरूले खाए पनि तपाईँको खाना तारिफ गर्ने त्यस्तो खानाहरू पनि म तपाईँहरूलाई बताइदिन्छु होइन तपाईँहरूले मलाई कमेन्टहरू गर्नुहोस् सपोर्टहरू गर्नुहोस् किनकि अब म त नयाँ मान्छे हो त्यति कुरो मलाई थाहा हुँदैन होइन म त फर्स्ट टाइम त बनाएको भिडियो कतिवटा म एडिट गर्नु पनि जान्दिनँ यो भिडियोहरू म त्यति एडिट गर्नु जान्दिनँ तर म जति सक्छु मैले युट्युबबाट जति हेरेर सिकेँ म त्यति नै म कोसिस गर्छु किनकि म लाइफमा यो सब चिजहरू मैले लाइफमा कहिले पनि ट्राई गरिनँ मैले लाइफलाई बस काम मात्रै गर्दै गएँ आफूले हुन्छ